संसारको सबैभन्दा खतरनाक देश कुन हो र त्यो देशसँग कतिवटा ट्याङ्क छ भनेर तपाईँलाई थाहा छ? थाहा छैन भने यो भिडियोमा थाहा पाऊँ है त। युकेसँग 227वटा ट्याङ्क रहेछ, पेरुसँग 240वटा ट्याङ्क रहेछ, साउथ अफ्रिकासँग 252 आर्मीको ट्याङ्क रहेछ, युगान्डासँग 259वटा ट्याङ्क रहेछ आर्मीको, सर्बियामा 282वटा ट्याङ्क रहेछ। नेपाललाई माया गर्ने मान्छेहरूले चाहिँ जय नेपाल भनेर कमेन्ट गर्नु होला है त। ब्राजिलमा 294वटा ट्याङ्क रहेछ, जर्मनीमा 296वटा, एन्जोलियामा 309वटा ट्याङ्क रहेछ, स्पेनमा 317वटा। नेपालमा चाहिँ कतिवटा ट्याङ्क छ कसलाई थाहा छ कमेन्ट गर्नु ल। बङ्गलादेशमा 320वटा ट्याङ्क रहेछ, रोमानियामा 328, नाइजेरियामा 330वटा ट्याङ्क रहेछ, इन्डोनेसियामा 331। भिडियो मन परेमा लाइक गर्न नबिर्सिनु है त। इथियोपियामा 338वटा, युजेबिकिस्तानमा 340वटा ट्याङ्क रहेछ, अर्जेन्टिनामा 342वटा, काजाखस्तानमा 350वटा ट्याङ्क रहेछ, अनि युएईमा 354वटा ट्याङ्क रहेछ। सबैभन्दा धेरै ट्याङ्क चाहिँ कुन चाहिँ देशमा छ जस्तो लाग्छ तपाईँलाई थाहा छ भने कमेन्ट गर्नु ल। सिरियामा 365वटा ट्याङ्क रहेछ, कुवेतमा 367वटा, चिलीमा 386वटा ट्याङ्क रहेछ, मङ्गोलियामा 420वटा, म्यानमारमा 445वटा ट्याङ्क रहेछ, अजरबाइजानमा 497। यो भिडियो अलिकति लामो होला जस्तो लाग्यो। भिडियो मन परेको पार्ट 2 भनेर लेख्नु, अर्को पार्ट पनि आउँछ है यसको।